ल म चाहिँ कनकामना मन्दिर अहिले नयाँ निर्मित भएको कनकामना मन्दिरमा आइपुगेको छु। यहाँ पुरा आँपको बगैँचाहरू छ, पुरै आँप स्वामीको रुख, यता चौताराहरू स्वामीको म आफै पढेको स्कुल कनकामा। यो नयाँ भवन। हजुर ए दाजु, हाम्रो यहाँ दाइहरूले काम गर्दै हुनुहुन्छ। दाइहरूले यता पुरा नयाँ भवनको लागि ल बाबु चाबी 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 यही हाम्रो शीतल भाइ यहाँ चाहिँ म आफै पढ्ने स्कुल अहिले नयाँ बनेर पनि पुरानो भइसक्यो धेरै। सानोमा म खेल्ने स्कुलहरू स्थापना 2045 सालमा स्थापना भएको थियो। यो 2045 साल श्री कनकामना यसो रङचुक भएको रहेछ। यतापट्टि हाम्रो नेपाली राष्ट्रिय झन्डा श्री कनकामना आदर्श विद्यालय। ए सानो बाबु पनि यहाँ छ। यी हामीले बोल्यो तिमीलाई ल हिँड ल। हाम्रो बौद्ध धर्मावलीहरूको गुम्बा ज्ञान ज्योति गुम्बामा हामी आएको छौँ। यहाँ स्कुल यहीँ नजिकै। स्थापना चाहिँ नचल बाबा, नचल। यहाँ चाहिँ साकेको नाममा प्रतिक्षालय बनेको छ। यहाँ चाहिँ सानोमा हामी त्यो चौतारामा कोही बसिन्थ्यो। पुरा गेबिन जाली मजा लागेको छ। अनि हजुर चाहिँ यो यहीँको बासिन्दा हुनुहुन्छ नि दम्बा? के छ यो स्कुल कस्तो हुँदैछ? पढाइहरू के कस्तो छ? किन? अनि तपाईँ त यहाँको बासिन्दा हुनुभएको भएर केही कस्तो छ त? अनि यहाँ मास्टरहरू को नयाँ हुनुहुन्छ? नयाँ अहिले हाल त कमल यही महिनाबाट के भयो? हामी चाहिँ केटी हुँदाखेरि यहाँ खेल्ने कति पिङ खेलिन्थ्यो। यो बरमा अहिले यस्तो भयो, बिरानो भयो। बालापनको ठाउँहरूको यादहरू छ।